आज म डाइरेक्ट ड्युटीबाट रुम नगइकन वर्कआउट गर्न गइरहेको छु गुजेश्वरीतिर। रातो पुलबाट रनिङ गर्दा गर्दै पशुपति एरियामा आएर स्लो भए म। आफ्नो प्रभुलाई ढोकेर म फेरि अगाडि बढे। गढीघाटमा आउँदा त बर्खा जस्तै भइसकेको थियो पानी परेर। नाइटको भ्यू यस्तो देख्छ गुजेश्वरी मन्दिरमा। ड्युटीबाट आउँदाखेरि ब्याग पनि बोकेको थिएँ मैले र हल्का गर्मी हुन थालेको थियो मलाई र आफ्नो ज्याकेट खोलेर ब्याग भित्र राखेँ र रनिङ गर्नलाई रेडी भए म। वर्कआउट सुरु गर्नुभन्दा अगाडि मैले 2-3 राउन्ड रनिङ गरेँ। आम्मामामा कति दिनपछि यसको दर्शन गर्न पाए। म यतातिर कतिचोटि आइसक्यो तर भेट्दै भेट्दैन थियो कहिले। आज कति दिनपछि भेट भयो, कति धेरै खुसी लागिरहेछ मलाई। मसँग कति धेरै मिल्छ, जहाँ गए पनि एकचोटि देखे मात्रै चिनिहाल्छ मलाई। मेरो पछाडि त्यहाँ व्हाइट हाउसको अगाडि लाइट बलेको देखिरह होला। त्यहाँ चाहिँ नाइट सुटिङ हुन आँटेको थियो, त्यही भएर लाइटहरू जोडिरहेको थियो त्यहाँ। सायद म्युजिक भिडियोको सुटिङ चलिरहेको थियो त्यहाँ। खासै मैले त्यहाँ ध्यान दिइनँ। म आफ्नो वर्कआउटहरू कम्प्लिट गर्नमा लागिरहेको थिएँ म। लगभग आधी घण्टा जति लागेर वर्कआउटहरू कम्प्लिट गरेँ मैले। हल्का हल्का चाहिँ पसिना आउन थालेको थियो मलाई। गुजेश्वरी मन्दिरलाई ढोगेर म आफ्नो रुमतिर लागेँ। अब यहाँबाट कतिसम्म हुन्छ म त्यहाँसम्म रनिङ गर्दै जान्छु। बाई बाई, टेक केयर।